नेपाली फुटबल फ्यान्सको लागि चाहिँ एकदमै खुसीको खबर है गाइस। हाम्रो नेपाली प्लेयर रश्मि कुमारी घिसिङ, गीता राणा र प्रतीक्षा चौधरी जस्तो प्लेयरहरू चाहिँ भुटानको लिग खेल्न गइराख्नु भएको छ गाइस। हाम्रो नेपालमा अहिले गेम नभइरहेको बेलामा भुटानी क्लब ट्रान्सफर युनाइटेड लेडिज क्लबले उहाँहरूलाई अनुमोदित गरिसक्नु भएको छ। यति धेरै खुसी छु म चाहिँ होइन, तपाईँहरू पनि खुसी हुनुहुन्छ होला। हाम्रो एकदमै राम्रो नेसनल प्लेयरहरू चाहिँ विदेशी लिग खेलिराख्नु भएको छ, भुटानको लिग खेलिराख्नु भएको छ। एकदमै धेरै धेरै बधाई छ तपाईँहरूलाई। तपाईँहरूको खेल एकदमै राम्रो होस् भन्ने कामना गर्दछौँ हामी सम्पूर्ण नेपाली फुटबल फ्यान्स। र हाम्रो गीता राणा अनि हाम्रो रश्मि कुमारी घिसिङ र अनि हाम्रो प्रतीक्षा चौधरी, दुईजना डिफेन्स र एकजना मिडफिल्डर, एकदमै खुसीको खबर है गाइज। अरू हाम्रो नेपाली प्लेयरहरू पनि जोइन भइसक्नु भएको छ र यो भने हाम्रो लागि एकदमै 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 खुसीको क्षण हो, एकदमै खुसीको पल हो। र तपाईँहरूको खेल जीवन चाहिँ अझै राम्रो हुँदै जाओस् र ट्रान्सफर युनाइटेड लेडिज चाहिँ च्याम्पियन भएर आएको देख्न पाऊँ। हाम्रो नेपाली प्लेयरहरूमा खुसी, हर्ष र उमङ्ग भएको देख्न पाऊँ हामी सम्पूर्ण फुटबल फ्यान्सले। र तपाईँहरू यो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सिनुहोस् है सबैजनाले है गाइज, सबैजनाले। र अब चाहिँ सपोर्ट गर्ने पालो हाम्रो है गाइज। भुटानी लिगमा हाम्रो चेलीहरूलाई सपोर्ट गर्नुपर्छ है गाइज। सबैले साथ, सपोर्ट, हौसला, माया देखाउनुपर्छ है। हाम्रो एकदमै राम्रो राम्रो प्लेयरहरू चाहिँ भुटानी लिग खेल्न गइराख्नु भएको छ गाइज। र सबैले साथ सपोर्ट दिँदै जानुपर्छ र उहाँहरूको खेल हेर्नुपर्छ है गाइज। हेर्न चाहिँ छुटाउनु हुँदैन है। तपाईँहरू यो च्यानललाई सब्सक्राइब गरेर बेल आइकन पनि थिच्न सक्नुहुन्छ र सम्पूर्ण गेम कभरेज म तपाईँहरूलाई दिने नै छु गाइज। र हेर्न सक्नुहुन्छ हाम्रो यस्तो यस्तो बबल बबल गोलहरू हान्नुहुन्छ हाम्रो डिफेन्डर गीता राणा अनि हाम्रो प्रतीक्षा चौधरी र हाम्रो रश्मि कुमारी घिसिङको त कुरै नगरौँ, गोल स्कोरर, हाई स्कोरर हो नेपालको, होइन त गाइज। र तपाईँहरूलाई कस्तो लाग्छ यो तीनजना प्लेयरहरू गाइज, तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ। र तीनमध्ये चाहिँ तपाईँहरूको फेभरेट प्लेयर चाहिँ को हो गाइज, त्यो पनि तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ गाइज। र यसरी नै सधैँ माया, साथ, हौसला बढाउनुपर्छ है। हाम्रो राष्ट्र खेलाडी हाम्रो नेपालमा गेम नभए पनि, इन्फा ब्रान्ड भए पनि भुटानलाई चाहिँ धेरै धेरै सम्मान, रेस्पेक्ट दिनुपर्छ गाइज। भुटानलाई चाहिँ रेस्पेक्ट दिनुपर्छ। हाम्रो नेपाली प्लेयरलाई लगेर वहाँनिर लिग खेलाइराख्नु भएको छ गाइज। र सबैजनाले रेस्पेक्ट भनेर भुटान भनेर लेखौँ है गाइज। कमेन्टमा चाहिँ भुटान लेख्न नबिर्सिउँ है सबैजनाले। र यो ट्रान्सफर युनाइटेड लेडिज क्लबसम्म पनि पुगोस् है गाइज यो भिडियो। हाम्रो नेपाली चेलीहरूले एकदमै धमक्का देखाउनुहुन्छ भन्ने लागेको छ हामीलाई, र उहाँहरूले प्रुभ गरेर देखाउनुहुन्छ थाहा छ मलाई। र सबैजनाले सपोर्ट गरि नै राख्नुपर्छ है गाइज। र भिडियो तपाईँहरूलाई कस्तो लाग्यो गाइज, तपाईँहरूलाई मन पर्यो भने कमेन्ट गर्न सक्नुहुन्छ गाइज, र लाइक पनि